ब्याड बोय आज पनि नयाँ दिन साथ नयाँ सुरुवातको साथ एङ्गो राइट मिसिसकेको छौँ ल आज धेरै होइन 70 को ट्रिप भनेर हिँड्दैछौँ सब्सक्राइबर 1K छिटोभन्दा छिटो पुऱ्याइदिनु होला सबैजनाले माया देखाइदिनु होला के भनेर जस्तो लागेर यतै हो कि कता हो यतै होला यार पेट्रोल पम्पभन्दा अलिकति कुनामा भनेको थियो उठाउनु भयो हेलो ला त्यसले बाइकको लडाइ यो ठ्याक्कै पेट्रोल पम्पको यो पछाडिपट्टि कहाँनिर हो तपाईँ हो त तपाईँ मेन रोडमा निस्किनु भएको पेट्रोल पम्पको ए म यो ठ्याक्कै कुनामा थियो क्या मेन रोड यो पेट्रोल पम्पको पछाडिको कुनामा यो गल्लीभित्र अगाडि पो जानु भइसकेको छ नि अगाडि भन्छन् कहाँनिर हो देख्दिनँ त अनि तपाईँले हो बस्न यता पो निस्किनु भएछ तपाईँ म त त्यो कुनामा देखाएको थियो लोकेसन अनि त्यहाँ होला भनेर गएको बाहिर पो निस्किनु भएछ तपाईँ ल गाडीमा त तालो पो लगाइदियो हजुर ए जानु जानु यो गाडीमा त्यो पाङ्रामा ताला लगाइदिएछ के ट्राफिकले त्यो तरकारी बजार साइडतिर हो हजुर यो तरकारी बजार यता होइन हजुर के तामाङ हो मगर हो तामाङ जस्तै देखिरहेको थियो हजुर तामाङ जस्तै देखेर क्या मगर यता भित्रै यहीँ भित्रै हो कति हो एकदम 1300 मिटर थियो होला कति उठ्यो होला 56 सो देख्न सक्नुहुन्छ नेवारहरूको जात्रा रहेछ के हो यस्तो 84 गरे जस्तो छ 84 हो बुढाबुढी पनि छ त अनि 84 गर्छ 84 वर्ष पुगेपछि हजुर हजुर त्यही गरे जस्तो लाग्छ ए नेवारहरूको त चाड पनि कति है आमामा प्रोग्राम के हो भनेर कहिले कहिले के को कति ठाउँमा भेटिरहेको हुन्छ भनेको यस्तो हो जात्राहरू कति गर्छ अहिले कहाँ जानु लाग्छ भनेको ठमेल अघि ठमेलको भाइब्स बब्बाल देखेको थियो त्यही भएर एक लट ठमेल छिर्दिउँ भनेको काम पनि सकिहाल्यो कति भागेर काम पनि सकियो 17 टिपमा बोनससम्म कति आयो 576 500 क्यास पैसा त कति आएछ क्यास पैसा 1925 आएछ क्यास पैसा यार अहिले जाने बेलामा एउटा उठाएर जानुपर्छ खाली त के जानु एकदिन चाहिँ ठमेलको भाइब्स हेरेर चल्दैन हिजो छिर्ने भनेको हिजो नकुरी कस्तो निरै भएछ यार बिहान उठ्दा त 10 पो बजेछु आइया हो भनेको अब यत्रो ठुलो गाडी छिराइदिएको रहेछ अनि अर्किहाल्छ सानोबाट नि यत्रो ठुल्ठुलो गाडी छिराउँछ भनेको अनि कहाँबाट छिर्नु भयो भने यस्तो बाटोमा यत्रो ठुल्ठुलो गाडी छिराइदिन्छ के हो नेपाली हो कि खैरी हो त नि नेपाली हो कि खैरी हो यो हाम्रो पनि त्यस्तो गर्लफ्रेन्ड भइदिनु नि हो हाम्रो त हुँदै हुँदैन त अर्को फाइदा त साँच्चै आउने अर्को फाइदा त नयाँ कुरो रातभरि नसुती भयो भने आउने हो राम्रोहरू बस्छ त किन जाम हो यस्तो यार अघि आउँदैन यो बाटो त लास्टै जाम थियो अहिले पनि जामै थियो 8:30 हुन लागिसक्यो कहाँतिर चाहिँ भेटिन्छ हो भगवान् भयो यतातिर भेट्छ नि त कस्तो बाटो के हो शनिबार पनि हुँदो रहेछ नि त शनिबार पनि यस्तो हो
के गर्नु आँखा मात्र भन्दा पनि गोरु छ त यार आँटा भन्दा पनि आँटा होइन मैदा हाइकाटवाली नेपाली आइयो है यही ठाउँतिर आइयो एक राउन्ड हान्नेर आइयो त्यति साह्रो चलचल चाहिँ आएन अघि त अलिअलि भइ फाटाफुटो देखेको थियो अघि उताबाट त्यो प्यासेन्जर लिएर जाँदाखेरि चाहिँ बरु देखेको फाटाफुट खतरा खतरा मान्छेहरू अहिले त सधैँ छैन त सधैँ छैन त सिगरेट गरेर मात्रै देख्छु त अझै छैन कुनै बाटो जानुपर्छ क्या जङ्गलको माहौलहरूमा है त्यो डर मार्को यस्तो भिड छ नि मान्छेहरू यहाँ हेर्न जङ्गलमा आज यिनीहरू कहाँ जान्छ सँगै जान्छ होला यार यिनीहरू गफै आज बाप्रे धेरै छ भने धेरै छ बस्छ पुरा फेरि एक्सिडेन्ट हान्दै हिँड्दा बाटबाट नगर पुलिसको गाडी पनि आएर बसिरहेको यार बाइक साइक पार्किङ छ भने फेरि उठाएर लानलाई हो क्या बाप्रे के हो त यस्तो लौ न हो लौ जानु पर्यो बाटो छैन तिमीको तिम्रो कम्म झ्याप्पै सोनाली अझै हल्का फुल्का हो पनि फाटाफुटो देखेको त ठाउँमा के को कन्सर्ट हो एकछिन बाइक यतै राखेर जाउँ कि क्या हो फर्किरहेको है होइन त्यो सालिकमा धरि यस्तो बसिरहेको मान्छेहरू छैन छैन चण्डोल गइदिउँ न कहाँ हजुर कता भन्नुभयो चण्डोल कृष्ण मन्दिर यहाँ धुम्बा रहेछ नजिकै हो धेरै टाढै छैन म यता बौद्ध जान्दा हो क्या त्यो हजुर बौद्ध जान्दा हो त्यतैपट्टि पर्छ त्यतैबाट पर्छ म जान्छु कि भनेर घुमेर जान्छु म पनि बाइकहरू के छ जान्छु बाइक राम्रो यार छैन प्रोग्राम सक्यो हो पुलिसहरू कहाँ बसेको माथि बसिरहेको छैन केही पनि स्टेजमा खाली भइसक्यो स्टेज पुलिसहरू मात्र रहेछ लादेन घर त छ के प्रोग्रामहरू अब यत्रो यो मेसिनहरू नै जेनेरेटरहरू पनि ल्याएर राखेको रहेछ हामीलाई पनि यस्तो मान्छे के भनौँ केही पनि नभनौँ यस्तो सोध्नुहुन्न आइएम कुल भाइ कुल No, I'm bad boy, bad. एकदम ब्याड कस्तो मजाले बसेको सबैजना
दुईजना जोडी लिएर हिँड्छन् यार एउटा दुईवटा दिएर हुन्छ कुन त च्याप्छ दुईवटा च्याप्छन् यार हामी चाहिँ हेरेको हेरे हाम्रो लागि पनि बनिदेऊ न हो कोही न कोही त मेरो प्यासेन्जर चाहिँ यता छन् होइन हाम्रो प्यासेन्जर उतार उधर होइन उधर हजुरको कास्ट चाहिँ के हो नि हजुरको कास्ट चाहिँ हजुर लिम्बू हो ए म तामाङ हो म त हजुर हाम्रो हजुर हाम्रो त्यो तामाङहरूको हुन चाहिँ खास चाहिँ लस्सो थाफुला भन्छ नि त्यो चाहिँ बौद्धिस्ट धर्म मान्नेहरूले भन्छ हामी त इसाई हो हजुर चर्च जाने क्या हजुर हजुर जानु भएको छ चर्चमा अनि हजुरले मान्ने कास्ट चाहिँ के अरे धर्म चाहिँ कस्तो कास्ट किरात मान्नुहुन्छ हजुर खै त्यो त मलाई पनि थाहा छैन मुस्लिमहरूको त म पनि गएको छैन अन्त त्यस्तो हामी त जन्मिँदैदेखि नै हो हजुर मैन बाबाहरू पहिल्यैदेखि नै जानुहुन्थ्यो अनि टिका चाहिँ लाउन चाहिँ हुन्छ हाम्रो पनि तर रेड कलरको मात्रै लाउन मिल्दैन क्या हजुर रेड चाहिँ मिल्दैन अरू चाहिँ मिल्छ हजुर लाउने हो भने त मिल्छ तिनीहरू हजुर हजुर हजुरको त्यो फ्यामिली सबैले मान्नुहुन्छ हजुर होइन होइन त्यो हजुर हजुरले त्यो किरात के भन्नुभएको छैन राई लिम्बूहरूको मनाउने चाहिँ उयो हो किरात हो ए हजुरहरूको त त्यो के भन्छ त्यो कस्तो बिर्स्यो हो त्यो हात माग्न जाँदाखेरि क्या त्यो सुँगुर जिन्दै चाहिन्छ भनेको होइन सुँगुरहरू बुङ्गुरहरू त्यो सिङ्गै बोकेर लगेको हुन्छ नि त्यो त्यो कस्तो रमाइलो जस्तो लाग्छ भनेको त्यो महाकालबारी गेट भन्ने थाहा छ हजुरलाई त्यो महाकालबारी ठ्याक्कै सिधा अगाडि पर्छ त्यो दक्षिण ढोका ए जोरपाटी ओह्रालोको सिधा बाटो त हो नि अनि यता हजुरहरू को बस्नुहुन्छ नि यता हजुरहरू को बस्नुहुन्छ भान्जी पनि हुनुहुन्छ दिदी म्यारिड हो अल्छी लाग्छ नि अल्छी लाग्यो बेला त बस्ने हो आनन्दले खाजा खान जाने हो अल्छी लाग्यो भने अनि खाजा खान ठाउँमा बस्ने हो 1 घन्टा जति 2 घन्टा जति बस्दिने राइड आफै गर्ने होइन त्यो पर्सनको हिसाबमा हुन्छ अब 17 राइडको कति जम्मा 30% छ 100 को 30 अनि त्यस्तै हिसाबमा छ क्या हजुर कति गर्दा चाहिँ 100% आउँछ 70 को हजुर 70 को चाहिँ 30% हो 100 को अब 26 को चाहिँ 36 होला